अब त जुन महिनादेखि जापान आउनु अघि क्षयरोगको जाँच अनिवार्य भएको छ, सुन्नुभयो? खासमा यस्तो भएको रहेछ, नेपाल र फिलिपिन्सबाट जुन महिनादेखि जापान प्रवेश गर्नु अघि नै क्षयरोगको प्री एन्ट्री स्क्रिनिङ अनिवार्य गरिने भएको छ। सुन्दै अचम्म लाग्छ है। जापान जस्तो विकसित देशमा पनि अहिले यस्तो नियम लागू हुनु परेको रहेछ। यो नियम सेप्टेम्बरदेखि भियतनाम, इन्डोनेसिया, म्यानमार र चीनका नागरिकलाई पनि लागू हुने रे। जापान सन् 2021मा क्षयरोगका लागि कम स्थानिक देश बनेको थियो, तर पछिल्ला केही वर्षहरूमा 20 वर्ष उमेर समूहका विदेशीहरूमा संक्रमण बढेको पाइएको रहेछ। यही कारणले गर्दा जापानले विदेशी नागरिकको स्वास्थ्यलाई लिएर कडाई गर्न लागेको रहेछ। यसले गर्दा नेपालबाट जापान आउन चाहने हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूलाई केही असहज हुन सक्ला। उपचारमा भाषा अवरोध र खर्चको चिन्ताले सताएको पनि हुन सक्छ। तर खुसीको कुरा के छ भने क्षयरोगको उपचारमा 95% खर्च बिमा र सार्वजनिक कोषले बेहोर्छ। सरकारले रोजगारदाताहरूलाई बिरामी कामदारलाई बर्खास्त नगर्न पनि निर्देशन दिएको रहेछ। अब त जुन महिनादेखि जापान आउनु अघि क्षयरोगको जाँच अनिवार्य भएको छ, सुन्नुभयो? यस विषयमा तपाईहरूलाई के लाग्छ? यस्तो नियमले जापान आउन चाहनेलाई कस्तो असर पर्ला? कमेन्टमा आफ्नो विचार राख्नुहोला है।